योग निन्द्राको लागि तयारी रहनुहोला। बिस्तारै उत्तानो परेर शवासनमा पल्टिनुहोस्। दुवै हातलाई शरीरको छेउमा राख्नुहोला। हत्केलालाई आकाशतर्फ फर्काउनुहोस्। दुवै खुट्टालाई फट्याउनुहोस्। सम्पूर्ण शरीरलाई जमिनमा शिथिल बनाउनुहोस्। यो अभ्यासभरि आँखा बन्द राख्नुहोस् र जागृत रहने प्रयास गर्नुहोस्। एकचोटि राम्रोसँग शरीरको स्थितिलाई मिलाएर राख्नुहोस्। पूरा आराम र विश्रामको स्थितिमा आउनुहोस्। योग निन्द्राको अभ्यास सुरु भइसकेपछि आफ्नो शरीरलाई हल्लाउने, चलाउने कार्य बन्द गर्नेछौँ। गहिरो श्वास लिनुहोस् र श्वास छोड्दा शारीरिक मानसिक थकानबाट बिस्तारै बिस्तारै टाढा जाँदैछौँ। शरीर शिथिल र पूर्ण आराममा जाँदैछ। केवल विश्राम, विश्राम, विश्राम। शरीर विश्राममा जाँदा निन्द्रा लाग्न सक्छ, तर अहिले सजगताको अभ्यास गर्नुहोस्, नसुत्नुहोस्। याद गर्नुहोस्, नसुत्नुहोस्, जागरुक रहनुहोस्। जागरुक र सजग हुनुहोस्। पूर्ण रूपमा मानसिक शान्ति प्राप्त गर्नका लागि विचार गर्ने, सोच्ने कार्य गर्दैनौँ। यहाँ भनिएका कुराहरूको पालना गर्नुहोस्। आफूलाई शान्त, स्थिर र अनुमति दिनुहोस् यस अवस्थामा रहिरहनका लागि। आफूलाई पूर्ण विश्राममा लग्नुहोस्। शरीर शिथिल, श्वास गहिरो। आफ्नो चेतनालाई शिरदेखि पाउसम्म यात्रा गर्नुहोस्। शिरदेखि पाउसम्म यात्रा गर्नुहोस्। टाउकोको भाग, निधारका भाग, आँखीभौँ, गाला, नाक, मुख, गर्दन, छातीको भाग, पाखुराको भाग, हत्केला, हातका औँलाहरू, ढाडको भागहरू, पेटको तल्लो भाग, पुट्ठाका भागहरू, साँप्रा, घुँडाको भाग, पिडुला, गोलीगाँठा, गोडाका औँलाहरू, पैतालाका भाग, सम्पूर्ण शरीरलाई निहाल्नुहोस्, हेर्नुहोस्। अब बिस्तारै मानसिक रूपमा मनमा नै ओमको उच्चारण गर्नुहोस्। मानसिक ओम। अब आफ्नो श्वासमा ध्यान दिनुहोस्। श्वास जुन भित्र बाहिर आवत जावत गरिरहेको छ। श्वास लिइरहनु भएको छ, श्वास छोडिरहनु भएको छ। जस्तो आइरहेको छ आउन दिनुहोस्, जस्तो गइरहेको छ जान दिनुहोस्। अब आफ्नो सजगतालाई पेटमा ल्याउनुहोस्। नाभि माथि आइरहेको, तल गइरहेको ख्याल गर्नुहोस्। हरेक श्वास प्रश्वास तल माथि भइरहेको छ। आफ्नो श्वास आइरहेको छ, गइरहेको छ। श्वासलाई अब 27 बाट उल्टो गर्न सुरु गर्नुहोस्।
नाभि माथि आउँदा 27, नाभि तल जाँदा 27। फेरि नाभि माथि आउँदा 26, नाभि तल जाँदा 26। यस्तै प्रकार गन्दै गन्दै जानुहोस्। मानसिक रूपमा उल्टो गन्दै जानुहोस्। केही गरी गल्तीमा भुल्नुभयो भने 27 बाटै सुरु गर्नुहोला। पूर्ण सजग भई श्वासलाई गन्दै जानुहोस्। लगातार अभ्यास गर्नुहोस्। मानसिक रूपमा गन्दै जानुहोस्। बीचमा गल्ती हुनासाथ फेरि 27 बाटै 1 सम्म गन्दै जानुहोस्। अभ्यासको साथ सजगताका साथ गन्दै जानुहोस्। अब नाभि केन्द्र ध्यान केन्द्रित गरेर गन्नलाई बन्द गर्दै आफ्नो ध्यानलाई छातीको तर्फ लिएर आउँछौँ। छाती माथि आउँदा र तल जाँदा मानसिक ध्यान लगाउँदै उल्टो गन्न सुरु गर्छौँ। छाती माथि जाँदा 27, छाती तल जाँदा 27, छाती माथि जाँदा 26, छाती तल जाँदा 26। यस्तै गरी 1 सम्म गन्दै जानुहोस्। मानसिक रूपमा गन्दै जानुहोस्। बीचमा गल्ती हुनासाथ फेरि 27 बाटै गन्दै जानुहोस्। अभ्यासको साथ सजगताका साथ गन्दै जानुहोस्। अब आफ्नो सजगतालाई नासिका क्षेत्रमा ल्याउनुहोस्। जुन श्वास प्रश्वास नासिकाबाट लिइरहनु भएको छ, छोडिरहनु भएको छ, त्यसमा सजगतापूर्वक हेर्नुहोस्।
अब हामी मानसिक दर्शनमा जाँदैछौँ। म फरक फरक शब्द रूपको बारेमा भन्दछु। तपाईँ त्यस रूपलाई महसुस गर्नुहोस्। कल्पना गर्नुहोस्। यदि तपाईँ दृश्यलाई सहजताका रूपमा कल्पना गर्न सक्नुहुन्छ भने यस विश्राम अझ गहिराइमा जाँदछ। सुन्नुहोस् र आफ्नो भावना, कल्पना, अनुभवबाट यसलाई मानसिक रूपमा देख्ने प्रयास गर्नुहोस्। जलिरहेको मैनबत्ती, जलिरहेको मैनबत्ती, खुला फैलिएको घाँस भएको जमिन, खुला फैलिएको घाँस भएको जमिन, बरफले ढाकिएको हिमाल, बरफले ढाकिएको हिमाल, सूर्य उदाइरहेको समय, सूर्य उदाइरहेको समय, नीलो फैलिएको समुद्र, नीलो फैलिएको समुद्र, बरफले ढाकिएको पहाड, बरफले ढाकिएको पहाड, गोधुली साँझमा उडिरहेको पन्छी, गोधुली साँझमा उडिरहेको पन्छी, नीलो आकाशमा घुमिरहेको बादल, नीलो आकाशमा घुमिरहेको बादल, अँध्यारो रातमा रहेको ताराका पुञ्जहरू, अँध्यारो रातमा रहेको ताराका पुञ्जहरू, पूर्णिमामा रहेको उज्यालो चन्द्रमा, पूर्णिमामा रहेको उज्यालो चन्द्रमा, मुस्कुराइरहेका शिव भगवानको प्रतिमा, मुस्कुराइरहेका शिव भगवानको प्रतिमा, मुस्कुराइरहेका बुद्ध भगवानको प्रतिमा, मुस्कुराइरहेका बुद्ध भगवानको प्रतिमा, मुस्कुराइरहेका आफ्ना सद्गुरु इष्टदेव, मुस्कुराइरहेका
आफ्ना सद्गुरु इष्टदेव समुद्रको लहर, हरियो घाँस, ठुलो अग्लो रुख, बगिरहेको नदी झरना छेउमा खुला घाँस। अब आफूलाई त्यस स्थानमा हिँडिरहेको घाँसलाई पैतालाले स्पर्श गरेको महसुस गर्नुहोस्। पैताला चिसो महसुस गरिरहेको छ। आफू हिँडिरहेको महसुस गर्नुहोस्, जहाँ नीलो आकाश, अग्लो रुख, हरियो घाँस, चिसो हावाको लहरको महसुस भइरहेको छ। केही टाढा मन्दिर देखिरहनु भएको छ। तपाईको पाइला मन्दिरतर्फ अगाडि बढिरहेको छ। मन्दिरको सिडीमा चढ्न थाल्नुभयो। पहिलो खुड्किला, दोस्रो खुड्किला गर्दै ढोकासम्म पुग्नुभयो। भित्रबाट प्रकाशको पुञ्ज आइरहेको छ। मिठो सुगन्ध धूपको बास्ना आएको छ। ढोकाभित्र पुग्नुहोस्। भित्र भगवानको प्रतिमालाई पाउनुहुनेछ, जहाँ फूलहरू छन्। साइडमा अगरबत्ती बलिरहेको छ। दियो बलिरहेको छ। तपाईँ भावपूर्णमा हुनुहुन्छ। हात जोडेर नमन गर्दै हुनुहुन्छ। आफ्नो शिरलाई जमिनमा ठोक्दा शिरको निधारको भाग ठन्डा भइरहेको छ। पुरै शरीर शीतल महसुस गरिरहेको छ। अब बिस्तारै ध्यानको मुद्रामा त्यही बसेर ध्यान गर्न लाग्नुभयो, जहाँ सूर्यको प्रकाश शरीरमा न्यानो महसुस गर्दै हुनुहुन्छ। गर्मी बढिरहेको छ। शरीर ताप बढिरहेको छ। पसिना आइरहेको छ। पसिनाले पुरा शरीर भिजिरहेको छ। तर तपाईँ ध्यान लिप्त हुनुहुन्छ। ओमको जप गर्दै हुनुहुन्छ। हृदयको गहिराईबाट आफू स्वस्थ राम्रो भएको भाव गर्नुहोस्। सम्पूर्ण चराचर विश्वमा सबै खुसी, सुखी र आनन्दित हुनका साथै दुःखबाट मुक्ति भएको भाव गर्नुहोस्। सबैमा शान्ति छाएको भाव व्यक्त गर्नुहोस्। यस्तो भावलाई केही समय दोहोऱ्याउनुहोस्। बिस्तारै आफ्नो ध्यान शरीरमा ल्याई हात खुट्टा हल्लाउनुहोस्। बिस्तारै दायाँ वा बायाँ उल्टो फर्केर उठेर बस्न सक्नुहुन्छ। बिस्तारै आँखा खोल्नुहोस्। योग निन्द्रा अभ्यास पुरा भयो। धन्यवाद।